16 दिनकी सुत्केरी भाउजूको हत्या गर्ने देवर पक्राउ। दर्शकबिन, कैलालीमा एक अत्यन्तै दुःखद घटना घटेको छ जसले यति बेला सबैको मन रुवाएको छ। 19 वर्षकी तुलसीनाथ जो 16 दिन अघि मात्रै आमा बनेकी थिइन्, उनको आफ्नै देवर नवीननाथले निर्मम तरिकाले हत्या गरेका छन्। यो घटना सामान्य भात र पैसाको घरायसी झगडाबाट सुरु भएको प्रहरीको अनुसन्धानले देखाएको छ। जब तुलसी आफ्नो 16 दिनको नवजात शिशुलाई साथमा लिएर गहिरो निन्द्रामा थिइन्, सोही मौकामा नवीननाथले तुलसीको घाँटी थिचेर हत्या गरे। हत्या पश्चात उनले तुलसीको शवलाई घर बाहिर नजिकैको नालामा फालेर प्रमाण लुकाउने कोसिस गरेका थिए। नवीनले भाउजू तुलसीले लगाएका सबै गहना सावधानीपूर्वक खोलेर लुकाएको प्रहरी समक्ष स्वीकार गरेका छन्। प्रहरीले नवीननाथलाई तत्काल पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ। तुलसीको परिवारमा शोकको लहर छ भने नवजात शिशुको भविष्यलाई लिएर अन्यल छाएको छ। 5:30 बजेतिर बटेर आउन लागेको थिएँ, त्यहाँदेखि अनि मैले देखेको कपडा चाहिँ माथिसम्म फर्केको थियो, उत्तानमुखी सुताएको थियो, यस्तो घाँटी चाहिँ फर्केको थियो। सुन पनि निकालेछ, राम्रोसँग निकालेछ, काहीँ चोटपटक पनि थिएन। म आएर हेरेँ गाउँमुख, यहाँनिर नीलराम अलिकता पछि पहिला थिएन, पछि अलिक धेरै रहँदाखेरि यहाँनिर अलिकता कालो देखेँ, अनि अलिकता नाककोबाट अलिकता मोटो भएको जस्तो देखेँ, सुन्ने जस्तो त्यस्तो थियो। त्यो मारेकै हो, मारेर नालामा फालेकै हो। छोडेर गयो बाबु, मलाई त छोड्यो सानो बाबुलाई पनि किन छोड्यो? बाबुलाई नछोड्नु पर्ने, म त के गरी छोड्थेँ। बाबु जस्तो सुकै काममा पनि बाबु भिड्लेको हो बाबु, शक्ति लगाएको हो बाबु, मैले पनि बाबु सकिनँ बाबु, हेरेको हो बाबु, गाडीबाट हेरेको हो त बाबु। म पनि थियो कि बाबु मलाई पनि। जय नेपाल। सत्य सेवा सुरक्षण मिति 2082 साल असार 6 गते बिहान अन्दाजी 5 बजेको समयमा जिल्ला कैलाली गौरीगङ्गा नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने लक्ष्मणनाथको श्रीमती वर्ष 19 की तुलसीनाथ आफ्नो घर नजिकै पानीको नालीमा मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात तत्काल इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक खिमराज पन्तको कमान्डमा प्रहरी टोली खटिए गई घटनास्थललाई सुरक्षित राखेको। तत्पश्चात इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट म डीएसपी रणराज चन्दको कमान्डमा अनुसन्धान अधिकृत दानसिंह भण्डारी लगायतको टोली समेत घटनास्थलमा खटिगई। हेर्दा मृतक लास नालीको पानीबाट निकाली घर अगाडि आँगनमा राखिएको अवस्थामा रहेको। लास जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरी मृतक शव परीक्षणको लागि सेती प्रादेशिक अस्पताल कैलालीमा पठाएको। निजा मृतकको लास जाँच गर्ने क्रममा हामीले लास चेक गर्ने क्रममा कानमा लगाएका सुनका गरगहना निकाली लगेको अवस्थामा देखिएको। मृतकका आफन्तहरू लगायत सो स्थान आसपासमा बसोबास गर्ने व्यक्तिहरूसँग बुझ्दा मृतकको श्रीमान मजदुरी काम गर्न विगत 7-8 महिना पहिलेदेखि भारततर्फ गएको र मृतकका सासू ससुरा पहाड घर डोटी बड्डीकेदार गाउँपालिका अन्तर्गत देवल गाउँमा गएका। घरमा निज मृतक तुलसीनाथ, देवर नवीननाथ, देवरानी र नन्दसँगै बस्दै आएका र निज मृतकबाट छोरोको जन्म भई 16 दिनको सुत्केरी अवस्थामा रहेको भन्ने बुझिएको। त्यो दिन 6 गते चाहिँ ऊ सुत्केरी भएको 16 दिन पुगेको अवस्था थियो। र सो घटना सम्बन्धमा अनुसन्धानमा थप अनुसन्धान गर्दै जाँदा मिति 2082 3 महिना 5 गते राति अन्दाजी 12 बजेको समयमा उसले भनेको अनुसार 12 बजेको समयमा भनेको उसँग एक्ज्याक्टली घडी अथवा मोबाइल केही छैन भएको अवस्था रहन्छ। 12 बजेको समयमा जिल्ला कैलाली गौरीगङ्गा नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने पुष्करनाथको छोरा मृतक जो आफ्नै देवर हुन् वर्ष 20 को नवीननाथले घरायसी सामान्य विवादका कारण
निज मृतक तुलसीनाथको कोठामा प्रवेश गरी सुतिरहेकी अवस्थामा निज तुलसीनाथको नाक मुख र घाँटी समेत श्वास च्यापेर श्वास बन्द गरी कर्तव्य गरी मारेर मृतक लास आफैले बोकी बाहिर बरन्डामा ल्याई मृतक तुलसीनाथले लगाएका सुनका गहना रिङ थान 8 4वटा एकापट्टि र 4वटा एकापट्टि कानमा गएर थान 8 र खुट्टाको औँलामा लगाएका चाँदीका रिङ थान 4 निकाले उक्त मृतक लासलाई घर नजिकै रहेको पानीको नालीमा फालेको र मृतकले लगाएका सुन र चाँदीका गहना प्लास्टिकको झिल्लीमा पोको पारी घर नजिकै ढुङ्गा मुनि लुकाइराखेको प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको तथ्य खुल्न आएको र मिति 2082 साल असार 7 गते हिजो मात्रै अन्दाजी 1900 बजेको समयमा निज नवीननाथले लुकाई छिपाइरहेका मृतकका गरगहना समेत मेरै कमान्डमा टोली गएर बरामद गरिसकेको र निज आरोपी नवीननाथलाई समेत पक्राउ गरेर अहिले अनुसन्धानको कार्य भइरहेको यो निवेदन गर्न चाहन्छु। धन्यवाद। यो 12 बजे भन्नुभएको छ नि कोठामा गएर हत्या गरेको ढोका बन्द अवस्था थियो होइन ढोका बन्द अवस्थामा थिएन र ढोका बन्द अवस्थामा नदेखिएपछि दिउँसो यिनीहरूको थोरै केही सामान्य मुनबाट भएको जस्तो अवस्था थियो अनि पिसाब खेल्नुको लागि म बाहिर निस्केको र त्यो क्रममा चाहिँ यसो हेर्दाखेरि बल्ल बल्ल ढोका खुलै देखेपछि ढोकाभित्र प्रवेश गरेको भन्ने भनेको अवस्था छ। थप कुराहरू जसरी हराएको सुन छ होइन सुन त थिएन त्यतिखेर त्यो सुनहरू चाहिँ हामीले बरामद गरिसक्यो उसले आरोपीले देखाएकै ठाउँमा अनि भनेको उनीको सुन चाहिँ बरामद भएको अवस्था छ अहिले। पोस्टमार्टम चाहिँ अहिले भर्खर निजको मृतकको माइती पक्ष जाहेर दिनुभएको छ पिटान जाहेर दिनुभएको छ नवीननाथको बारेमा र त्यसपछि अहिले पोस्टमार्टम एकछिनमा हुन्छ आज पोस्टमार्टम भइसकेको अवस्था छैन। बच्चा सकुशल छ अहिले त यो उसको जो मृतकको सासू ससुरा भनौँ यो आरोपितको बाबामा पनि पुगिसक्नु भएको छ उहाँहरूले नै स्याहार गर्नुभएको छ उसको अवस्था सकुशल छ। आज 18 दिन पुग्यो होला 18 दिन किनभने 6 गते उसलाई 16 दिन भएको छ हिजो 7 17 आज 18 यस्तो तत्काल त्यही दिन भएको ठुलो झगडा चाहिँ केही पनि छैन तर विगत लामो समयदेखि सानसानो मुनमुटावहरू अब चाहिँ भइरहेको बुझिएको छ। त्यो उहाँको के भने मेन चाहिँ यसो पारिवारिक कुराहरू बुझ्दाखेरि उहाँ पनि पहिला इन्डियामै काम गर्नुहुन्थ्यो आरोपित व्यक्ति पनि र विगतमा उहाँको के कामले सामने के भएर अथवा एउटा बिरामीको कारणले उहाँले काम गर्न सक्नु भएन अनि अस्ति गत चैतमा मात्रै उहाँ चाहिँ इन्डियाबाट चाहिँ फर्केर नेपाल आएको त्यो अवस्थामा त्यो घरमा चाहिँ कमाउने व्यक्तिको रूपमा चाहिँ निज मृतकको श्रीमान मात्रै भएको अवस्था र श्रीमानले पनि अब पैसा चाहिँ श्रीमतीकै नाममा पठाउने र घरबार चलाउनुको लागि चाहिँ मेन पैसा अथवा अन्य आर्थिक कारोबार चाहिँ श्रीमतीले हेर्ने भएको कारणले थोरै ती कुराहरू चाहिँ त्यो आएका छन्। आरोपितमा होइन मानसिक समस्याको बारेमा त अब नर्मल मेडिकल चाहिँ हिजो भएको छैन त्यो त बाँकी कुरा चाहिँ अब हामी झन् त हेर्दा उसको कुरा गरेर उसको व्यवहारबाट चाहिँ मानसिक समस्या हो जस्तो त्यस्तो लाग्यो त्यो पनि उसको उसले घटाएको घटनाहरू अनि त्यस्तो केही छैन त्यस्तो केही बुझिएको छैन बाँकी त सिआरएसहरू टिकटहरू चाहिँ पछि बिस्तारै चाहिँ त्यो उसले चाहिँ स्वीकारेको अवस्था चाहिँ योभन्दा अगाडि चाहिँ म कुनै त्यस्तो घटनाको समयमा भएको थिएँ त्यो कुरा चाहिँ उसले लागेको छैन। कर्तव्य ज्यान म्याथ थप त भएको छैन अब आज म्याथ थप हुन्छ केही कार्यक्रमकै कारणले थोरै उहाँलाई चाहिँ हामीले उयो राखेको थियो आज हुन्छ म्याथ थप। अब समग्रमा भन्दा यो हिपका माला खेतीले उत्कृष्ट काम गरेको छ। जुन अवस्थामा लास फेला परेको छ जसरी हत्या गरेको छ यो चाहिँ अनुसन्धान गर्न निकै गाह्रो विषयवस्तु रहेको थियो। त्यसमा हिपका माला खेतीको जुन अनुसन्धान टिम हो उसले चाहिँ एकदमै उत्कृष्ट काम गरेको छ। म सराहना पनि गर्न चाहन्छु र उहाँहरूलाई जुन टिममा हुनुहुन्थ्यो उहाँहरूलाई म आज पुरस्कृत पनि गर्दैछु। धन्यवाद।